साथीहरू, अब चाहिँ सरकार आन्दोलनहरूदेखि साँच्चै डराएको जस्तो देखिन्छ। आज राप्रपाका राजेन्द्र लिङदेन र ज्ञानेन्द्र शाहीलाई सिंहदरबारको गेटबाटै पक्राउ गरिएको छ। तर यो आन्दोलनको विराम भने हुनेवाला छैन, किनभने व्यवस्था परिवर्तनको लागि भएका आन्दोलनहरूमा कहिले पनि विगतमा पनि यस्तै भएको इतिहास प्रष्टै छ। क्षेत्रमा किन प्रदर्शन गर्न खोज्यो कतिलाई जिज्ञासा त्यो पनि छ हो पक्कै जिज्ञासा छ पक्कै पनि यो सरकारले जुन मानिसको बोल्न पाउने लेख्न पाउने प्रदर्शन गर्न पाउने स्वाभाविक अधिकारलाई चाहिँ खुम्च्याउँदै लगेको छ र जनताबाट सरकार झन्झन टाढो हुँदै जाने अवस्था सिर्जना गरेको छ। अनि सरकारको नजिकै गएर प्रदर्शन गरौँ र सुनौँ भनेर हामी प्रतीकात्मक रूपले कार्यक्रम यहाँले सुन्छ, मानव अधिकारवादी सङ्घ संस्थाहरूले सुन्छ, यो सबैलाई चाहिँ ध्यान आकर्षित गराउन तपाईँहरूको एउटा कम्प्लेन है, यो कम्प्लेनमा के थियो, त्यो कस्तो पर्ने के थियो तपाईँहरूले पनि देख्नु भएको छ। मूल रूपमा आज हामीले निषेधित क्षेत्रको सराह गरेर मानिसका अधिकारलाई, जनताका अधिकारलाई संरक्षित गरिने जुन प्रयास छ त्यसको विरुद्ध र कुनै घटनाको न्यायिक छानबिन आयोग गठन र त्यहाँ पक्राउ परेका मानिसहरूको रिहाईको कुरालाई हामीले चाहिँ अहिले हाम्रो मार्फत प्रदर्शन गर्छौँ।